नमस्कार साथीहरु है। आज फेरि तपाईहरुलाई एउटा नयाँ भिडियो देखाउँदैछु है। सो मौरी सम्बन्धी भिडियो है एउटा सानो अपलोड गरिरहेको छु, देखाइरहेको छु। मैले तपाईहरुलाई पहिल्यै भन्दै आएको हैन, 2025 मा चाहिँ मलाई एकदम मौरीको इन्ट्रेस्ट लाग्यो क्या। 2025 देखि चाहिँ किन मजा आउँदो रहेछ के त यो मौरी पाल्नु है, मौरीहरु हेर्नु मजा आउँदो रहेछ क्या। अनि रहर लागेर मैले 2025 देखि चाहिँ मौरी यसो कस्तो हुँदो रहेछ त भनेर जग्गा जग्गा ढुँड थापिरहेको थिएँ नि त। अन्त अस्ति मैले दुईटा भिडियो त हालेँ हैन मौरी आएको। अनि हिजो मात्रै पनि यो नयाँ ढुँडमा मौरी हाल्न सफल भइयो क्या। यो मौरी चाहिँ मैले ढुँड थापेको थिएँ, तर ढुँड भित्र नपसेर चाहिँ यो तपाईको रुखको फेदमा बसेको थियो क्या। रुखको फेदमा बसेको थियो त्यो उँधोबाट आएको मौरी। अहिले गरममा चाहिँ तपाईको उँधोदेखि उँभो लाग्दो रहेछ नि त मौरी। अहिले चैत हैन, चैतमा चाहिँ तपाईको उभौली रहेछ। अनि यो गरम भेगको मौरीहरु चाहिँ उकालो आउँदो रहेछ लेकमा क्या, तपाईको गरम शीतल खोज्दै खोज्दै खोज्दै। अनि हाम्रो फेरि यो हाम्रो गाउँको रेन्ज चाहिँ कस्तो छ भन्दाखेरि ठिक्कैको अब लेकदेखि बीचमा, औलदेखि पनि बीचमा। अनि लेकको मौरीहरु पनि हाम्रोतिर आएर बस्ने हैन, औलको मौरीहरु पनि हाम्रोतिर आएर बस्ने त्यो छ। अनि हिजो एउटा मौरी आएछ तलबाट र रुखको फेदमा बसेछ। अनि त्यो मौरीलाई चाहिँ मैले के गरेँ, दुईजना दाजुहरु एक्सपर्ट हुनुहुन्छ है उहाँहरु मौरीमा। उहाँहरु एकदमै एक्सपिरियन्स हुनुहुन्छ, पहिलेदेखि पाल्दै आएको है। अहिले मौरी कुन दिशातिर जान्छ, अब ठन्डा महिनामा कुन दिशातिर जान्छ मौरी, गरम लागेपछि कता जान्छ, मौरीलाई कसरी ढुँडीभित्र हाल्नु सकिन्छ भनेर उहाँहरु एक्सपिरियन्स हुनुहुन्छ क्या। अन्त उहाँहरुलाई मैले बोलाएर हिजो हाल्नु लगेको यो मौरी चाहिँ थापेकै ढुँडमा चाहिँ पसेको होइन, यो रुखको फेदमा आएर बसेको छ र त्यसलाई मैले यसरी हालेको छु है। हिजो अप्रिल 3 तारिक 2:30 बजी यसलाई मैले ढुँडभित्र हालेको, हालिदिएको भनौँ न दाजुहरुले। र आज यो मौरी आज तपाईको 11:40 जस्तो गएको छ हैन। अनि कस्तो हुँदो रहेछ भन्दाखेरि त्यो पक्रेको मौरीहरु चाहिँ फेरि 1-2 दिन याद गर्नु पर्दो रहेछ क्या त। त्यो सिधै आफै ढुँड रोजेर आयो भने चाहिँ बस्ने। अनि जबरजस्ती हालेको मौरी चाहिँ कतिवटा फेरि त्यो ढुँड मन परेन भने चाहिँ भागेर जाने हुँदो रहेछ। अन्त याद गर्नु है भन्नुभएको थियो क्या उहाँहरुले। मौरी चाहिँ फेरि कस्तो हुँदो रहेछ, 10:30 देखि बेलुकी 2-2:30 सम्म चाहिँ मौरी एकदम बेसी चल्छ अरे क्या। अहिले घामको मौसम हो नि त, घाम लाग्ने मौसम हो नि त। अन्त बिहान 10 बजेदेखि 2:30 सम्म चाहिँ मौरी चाहिँ जानु पनि सक्छ भन्ने भएको थियो क्या उहाँहरुले। अनि मौरीको के कुरा याद गर्नु पर्दो रहेछ भन्दाखेरिलाई यसरी ढुँड मन पराएपछि बस्ने छाँट कसरी देखिँदो रहेछ भन्दाखेरि त्यो कुट बोक्छ अरे क्या मौरीले। विभिन्न प्रकारको त्यो पहेँलो सेतो पदार्थहरु लिएर आउँछ नि क्या मौरीले। त्यसरी ल्यायो भने चाहिँ मौरी बस्छ भनेर अन्दाज लाउनु पर्छ अरे क्या। र म अहिले त्यही हेरिरहेको छु र भिडियो पनि बनाइरहेको छु है। अहिले 11:40 गयो। बस्ने छाँटकाँट त सायद है बस्छ नै होला। अनि गेट लाउनु भन्दै थिए क्या। तर गेट लाउँदा फेरि चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरिलाई मौरी चाहिँ प्राकृतिक प्रेमी रहेछ नि त। मैले युट्युब भिडियोबाटै एउटा नलेज पाएँ है। गेट लायो भने चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरिलाई मौरी चाहिँ बस्छ है, त्यसलाई अब बन्धनमा पारिन्छ नि त। गेट लाउनु भनेको चाहिँ बन्धनमा पारेको जस्तो रहेछ क्या। अनि त्यसलाई गेट लगाएपछि त्यो जबरजस्ती बस्छ, तर त्यसले काम नगर्दो रहेछ क्या त, अब चाखा नकाट्दो रहेछ है। अनि मौरी त्यो भित्र जिम लिएर बस्दो रहेछ। अनि त्यो चाखा नल्याएपछि, त्यसले आहार नपाएपछि त्यो आफै मर्दो रहेछ। त्यसको सङ्ख्यामा पनि कमी हुँदै आउँदो रहेछ। अनि त्यो मौरी मासिएर जाँदो रहेछ। र यसकारण मौरीलाई गेट लाउनु चाहिँ कस्तो हुँदो रहेछ, त्यसलाई बन्दी बनाएको जस्तो जबरजस्ती गरेको जस्तो हुँदो रहेछ। र गेट चाहिँ नलाउनु रहेछ क्या वास्तवमा। किनभने यो स्वेच्छाले बस्यो भने बस्यो हैन, स्वेच्छाले बस्यो भने चाहिँ यसले काम गर्दो रहेछ। अनि जबरजस्ती गेट लगाएर यसलाई बन्दी बनायो भने चाहिँ यसले काम नगर्दो रहेछ क्या त। यानि कि त्यसले त्यो ढुँड मन नपराएपछि त्यो जबरजस्ती त्यहाँनिर बसेको मात्रै हुँदो रहेछ। अनि त्यसले चाखा पनि नबनाउँदो रहेछ।
र मैले पनि अब हिजो मात्रै पक्रेको है 3 तारिक अप्रेल 2:30 बजी र गेट लाउनु नि भन्ने सल्लाह पनि दियो तर मैले गेट लगाइनँ। एउटा युट्युब भिडियो मैले हेरेको थिएँ त्यो चाहिँ एउटा बन्दी बनाएको जस्तो हुँदो रहेछ क्या त गेट लगाएपछि चाहिँ। र मैले पनि के सोचेँ भन्दा फेला अब हिजो मात्र पक्रेको यसलाई होइन, अब बस्नु नबस्नु यिनीहरूको स्वेच्छा हो नि त होइन, इच्छा हो नि त। डुँडो मन पऱ्यो भने बस्छ, मन पऱ्यो भने बस्दैन है। एउटा आजाद हो नि त यो होइन, एउटा प्राकृतिक प्रेमी हो यो मौरी। जहाँ जान्छ यो आफ्नो खुसीले जान्छ होइन। र मैले गेट चाहिँ लगाइनँ र हिजो मात्र यसरी पक्रेको छु मैले साथीहरू। अलिअलि चलाचल त गर्दैछ यिनीहरूले होइन, अब यिनीहरूको पनि एउटा हुन्छ होला नि त एउटा केही है नलेज, अब यो डुँडो कस्तो छ, यो ठाउँ कस्तो छ भनेर बस्छ होला। अन्त कुटहरू ल्याउँछ भाइ, बस्ने छाँटकाट देखायो भने चाहिँ भन्दै थियो होइन, के पहेँलो पहेँलो चिजहरू त ल्याउँदैछ है, सायद बस्छ नै होला। र यसरी मैले मौरी पक्रेँ साथीहरू हिजो है। मैले भने मौरी एकदम रहर लाग्छ क्या मलाई। अनि यो मौरी यो प्राकृतिक कुराहरूसँग पनि खेल्नु अरे क्या मान्छे होइन, एउटा यिनीहरूले एउटा केही दिन्छ नि त, एउटा खुसी आनन्द पनि दिन्छ। अनि अर्को कुरो के हुँदो रहेछ भन्दा बेला यो मौरी खरायोहरू चाहिँ एउटा राम्रो शुभ लक्षण अरे क्या घरको लागि। युट्युब भिडियोबाटै मैले नलेज पाएको है साथीहरू। र यसरी पालेको छु साथीहरू मौरी है। कमेन्टहरू गर्नु होला तपाईँहरूकोतिर के कस्तो छ मौरी है। मलाई चाहिँ असाध्यै मनपर्छ मैले मौरी। यो 2025देखि झन् मलाई अलिकति इन्ट्रेस्ट लाग्यो क्या मौरी पाल्नुमा। यिनीहरूले काम गरेको हेर्नु मजा लाग्छ है, बिहान बेलुका होइन। र साथीहरू यस्तै छ है, कमेन्टहरू गर्दै गर्नु होला। अब यो कति दिन बस्छ, कस्तो पाराले बस्छ है। 2025देखि मैले सुरु गरेको, दुईवटा त मैले यहाँनिर घरमा चाहिँ मेरो दुईवटा छ। यहाँनिर एउटा चाहिँ यहाँ माथिनिर एउटा चाहिँ देख्नुभयो, माथिनिर एउटा छ खम्बामा स्ट्यान्ड बनाएर राखेको छु। त्यो अस्ति जनवरीमा आएको। अनि यो अप्रिल आज हिजो 3 तारिक आयो हो। अनि अस्ति चाहिँ एउटा मैले तलनिर बगानमा देखाएको थिएँ होइन, त्यो बगानमा त्यो त्यहीँ छ, त्यो तलनिर जङ्गलमै छ, त्यसलाई मैले त्यहीँ राखेको छु है। र यसरी एउटा के भन्नु, एउटा शुभ लक्षण जस्तो पनि देखिरहेको छु क्या। 2000देखि चाहिँ मलाई मौरीमा इन्ट्रेस्ट लागेको। यहाँनिर 2 डुड छ, त्यो जङ्गलमा 1 डुड, 3 डुड चाहिँ भएको छ है। यसरी आउँदैछ मौरीहरू हो। र मैले अलिकति इन्ट्रेस्ट देखाएको, मौरी त फटाफट आउँदैछ हो। फेरि देखाउँछु म तपाईँहरूलाई। यहाँनिर यहाँ माथि चाहिँ एउटा यहाँनिर स्ट्यान्डमा एउटा चाहिँ देख्नुभयो, यहाँनिर स्ट्यान्डमा एउटा छ। यहाँ यो चाहिँ हिजो भर्खर हिजो मात्रै पक्रेको, 3 तारिक पक्रेको साथीहरू। र है मजा आउँदो रहेछ यसरी मौरीहरूसँग बस्नु हेर्नु है साथीहरू। ल आजको भिडियो यति नै छ साथीहरू। तपाईँहरूलाई के कस्तो लाग्छ यसो कमेन्ट्स गर्नु होला है। अनि मौरी पालक साथीहरूले, मौरी पाल्ने साथीभाइहरूले यसो आइडियाहरू पनि दिनु होला है त है। तपाईँहरूसित प्रशस्त नलेज छ होइन, तपाईँहरूसित अनुभव छ है साथीहरू।